आरडीएसएसमा गइहाल्छ अहिले मामा आइज मामा मामा चिना परिचय भइसक्यो ए उहाँ गफ गर्दै हुनुहुन्छ कस्तो छ खाना खाना मिठो छ आइजु बहिनी हेर यता Happy Dear, Happy Dear. Happy Audicus, hello. Angus, hello.
मामा हाम्रो भिडियोमेन हो भिडियो गर्दै गरौँ गर्दै गरौँ हाम्रो युट्युबर मामा हो नि फेरि मामाले हाल्दिनु युट्युबमा सबै आएको आएछ काका अब के भन्ने हो काका अनि के खाँदै हुनुहुन्छ आज रमाइलो हुन्छ आज एकछिनमा जोडी बेसी बेसी हेर्नु क्या मिनेट जस्तो लाग्यो मलाई अलि मिनेट जस्तो लाग्यो हाम्रो भिडियो थ्योरीमा मात्रै पर्फेक्ट है त हाईमा बजाउनु त हाईमा बजाउनु हुन्छ ल यो
अनि मलाई पनि सुनेर अनि एजुकेसनमा पहिला पढे लेखेको लिँदैन थिएँ घरै जाने कारण त्यो रहेछ पछि गएर सबै हाम्रो थाहा पाउँछौँ भनेर त्यो रहेछ छेत्री बाहुनलाई पनि कारण त्यो हो छेत्री बाहुन मात्रै होइन नेवार पनि आउँछ नेवार गर्दैन किनभनेदेखि म आफै कोपर भएर पिछाइ भएर भर्ती गराउनु गएको त्यतिखेर बालकृष्ण गुरुङमा पुरानो भयो हामीले अहिले गएको चाहिँ यो दाइले अघि सुरुमा गएको चाहिँ बाबी भन्दा चाहिँ एकदम मजा आयो एकदम एकताल ल अब हामी हाम्रो देउसीको कार्यक्रम सुरु गर्दैछौँ। औपचारिक रूपमा अब हुनु त हामीलाई गाउँमा देउसी खेल्दै आइरहेको राम्ररी नै आउँछ। हामी देउसी खेल्नुलाई कुनै अब योजनाहरू बनाइराख्नु पर्दैन, तर पनि फर्मालिटीको लागि औपचारिकताको लागि हामीले 2-4वटा कार्यक्रम देउसी सुरु गर्नुभन्दा अगाडि 2-4वटा कार्यक्रम राखेको छौँ। त्यसैले गर्दा त्यो म यहाँ भन्न गइरहेको छु, तपाईहरूले एकछिन धैर्य धारण गरेर सुनिदिनु होला है त। सर्वप्रथम यहाँ आउनुहुने सम्पूर्ण तपाईहरूलाई धेरै धेरै धन्यवाद अनि स्वागत छ। आफ्नो कार्यव्यस्तताको बावजुद पनि उपस्थित भइदिनु भयो, त्यसैले गर्दा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँ हामी सबैलाई थाहै छ, हामी प्रत्येक वर्ष देउसी खेल्दै आइरहेका छौँ। अपवादको रूपमा गत वर्ष हामीले देउसी खेल्न सकेनौँ। जानकारी भएकै कुरा हो, हाम्रो देउसीको मुखैमा अथवा देउसीको धेरै धेरै नजिकै हाम्रो प्रिय दाइ जित कुमार गुरुङको भाउजूको देहान्त भएको थियो। त्यसले गर्दा हामीले लास्ट इयर अथवा गत वर्ष देउसी खेल्न सकेनौँ। तर यसपालि हामीले निरन्तरताको लागि देउसी फेरि सुरु गऱ्यौँ र खेल्दैछौँ। हामी यो प्रत्येक वर्ष निरन्तर गर्छौँ। यस वर्ष पनि गत वर्षहरूभन्दा अलिकति हाम्रो उपस्थितिमा कम्ती छ। त्यसको कारण अहिले नयाँ तरिकाहरू सुरु भएको छ। अब जस्तै वर्ष दिनसम्म दाजुभाइहरूले पनि जुठो बार्ने यस्तो कुराहरू, अब नयाँ रीतिहरू आएको छ। एक किसिमले त्यो राम्रै होला, तर हामीलाई यस्तो कार्यक्रम गर्नलाई त्यसले अलिकति असर गर्दो रहेछ। तरै पनि जे जति छौँ हामी सबै सफा मनले रमाइलो गरौँ। आज यो वर्ष दिनमा आउने चाड दसैँ जस्तै तिहार हामी सबै रमाइलो गरौँ। हाम्रो एक आपसमा भएको रिस राग होइन, अनि त्यो जुन किसिमको हाम्रो वैरभाव छ त्यसलाई त्यागेर सफा मनले देउसी खेलौँ। यो एउटा हाम्रो समाजको रीत हो। यसले हाम्रो समाजलाई निरन्तर अघि बढाइराख्न एउटा बन्धनको रूपमा काम गर्छ। अनि समाज भनेको चाहिँ हामीलाई खासै त्यस्तो आवश्यकता पर्दैन होला जस्तो लाग्छ। मैले 1-2वटा कुरा 2-4वटा कुरा एक्स्ट्रा भन्दै जाँदाखेरि कृपया माइन्ड नगर्नु होला है त, किनभने यो जरुरी छ जस्तो लाग्यो। किनभने यसपालि अलिकति हाम्रो सङ्ख्या उपस्थितिको सङ्ख्या कम्ती छ।
तर समाज भनेको चाहिँ सधैँ हामीलाई चाहिरहँदैन। एभ्री डे हामीलाई दाल भात तरकारी खानु पाए र सुत्न पाए पुग्छ। तर समाज चाहिँ गर्दा भन्दा अनि पर्दाखेरि चाहिन्छ। त्यसैले गर्दा यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अहिले हामीलाई नचाहिएला, तर वर्ष कालान्तरमा अथवा 2 वर्ष 4 वर्षपछि तपाईँहरूलाई केही पर्न सक्छ। त्यतिखेर समाजको धेरै आवश्यकता पर्छ। अनि तपाईँहरू यदि हामीले यसलाई निरन्तरता दिएनौँ भने त्यतिखेर हामीलाई अड्किन्छ। त्यसैले गर्दा समाजलाई निरन्तरता दिनुपर्छ र समाजलाई निरन्तरता दिनको लागि यस्तो कार्यक्रमहरू हुन्छ। देउसी भैलो हामीले प्रत्येक वर्ष गर्छौँ, त्यस्तै समर लाएर के गर्छौँ। कृपया वर्षको 2 दिन अथवा अर्को हाम्रो कार्यक्रम एजिएमको पनि हुन्छ 3 दिन, जे जसरी भए पनि उपस्थिति भइदिनु होला, जसले गर्दा हामीलाई चाहिँ हाम्रो समाजलाई निरन्तरता दिन सजिलो हुन्छ। अब म धेरै कुरा भरि नरहँ। सबैभन्दा पहिला यो कार्यक्रम सुरु गर्नको लागि म यहाँ हाम्रो पानसमा बत्ती बाल्दिनको लागि हाम्रो फुपू माया गुरुङ अनि बोजू धनकुमारी गुरुङ भन्यो। फुपू माया गुरुङ र बोजू धनकुमारी गुरुङलाई यहाँ लाइटर यही छ, क्यान्डल बालेर यो कार्यक्रम सुरु गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। कृपया हाम्रो फुपू चाहिँ अलिक एजेड हुनुहुन्छ, अलिक सक्नु नि हुँदैन, कसैले उहाँ साथ दिनु होला। माया गुरुङ आउनु पर्यो बुढा सभामा। उहाँको नाम चाहिँ मोया गुरुङ है त। मोया गुरुङ बुढा सभामा यहाँ कृपया आइदिनु होला। ल, थ्याङ्क यू भेरी मच हाम्रो बोजू र फुपूलाई। एकैछिन हल्ला नगरिदिनुहोस्, यो एउटा हाम्रो औपचारिकता हो। त्यसपछि हामी देउसी खेलिहाल्छौँ। तपाईँहरूलाई एकदम हातुरी भइरहेको होला देउसी खेल्न, तर एकैछिन है औपचारिकताको लागि। अब यसपछि प्रत्येक कार्यक्रम गर्नुको लागि यहाँ युकेको नियम हेल्थ एन्ड सेफ्टीको ब्रिफिङ गर्नुपर्छ। हाम्रो यस हलमा अब हेल्थ एन्ड सेफ्टीको के कस्तो व्यवस्था छ त्यसको लागि छोटो ब्रिफिङ गरिदिन र आफ्नो मन्तव्य पनि राखिदिन हुनको लागि हाम्रो यहाँ पूर्व अध्यक्ष बसन्त गुरुङज्यूलाई म विनम्र अनुरोध गर्दछु। बसन्त गुरुङज्यू प्लिज यहाँ आएर हेल्थ एन्ड सेफ्टीको ब्रिफिङ गरिदिनु होला र आफ्नो 2 शब्दहरू पनि राखिदिनु होला। धन्यवाद। धन्यवाद माताज्यू। फेरि भट्टाउनै थाल्यो भन्नाले फेरि एकछिन फेरि सुरु भएको छ नि अहिले भट्टाउनु त है। ल के अरे सबै कुरो अहिले आफ्नो माताज्यू त भन्नु भइहाल्यो। यहाँ उपस्थित मान्यजनहरू, यहाँ फुपू हुनुहुन्छ, काका फुपूहरू, अनि यहाँ धेरै नरनाथहरू हुनुहुन्छ आफ्नो आफ्नोहरू। सम्झेर आउनुभएको छ। अनि हाम्रो विशेष गरी हाम्रो जय साहबलाई भुल्नुहुन्छ, जय साहब उहाँहरू सबैलाई हामी रावदेवी सेरोफेरो समाज बेलायतको स्तरबाट हजुर सबैलाई चाहिँ हामी एकदम मुरी हाम्रो देउसी भैलो कार्यक्रममा एकदम राम्रो ल पर्फेक्ट सोल्टिनाको पर्फेक्ट जोडी छ यहाँ। के अरे हामी सानो यहाँ स्वास्थ्य अब केही केही हाम्रो तलमा हामी अब खाना गर्छौँ। अब हावा योभित्र छ, अलिक हावापानी त्यस्तो हुन्छ, यदि कसैलाई केही साह्रो गाह्रो परिहाल्यो भन्ने विषयमा चाहिँ भन्नुभयो। त्यसले गर्दाखेरि हामी कसैलाई यदि साह्रो गाह्रो अथवा केही भयो भने हाम्रो महासचिवज्यू ड्रिङ्क पनि खानुहुन्न है त। भर्खरै मभन्दा अगाडि बोल्ने हो भने उहाँलाई सम्पर्क गर्नु होला। अनि यहाँ के अरे अलिकति अब केटाकेटी हुनुहुन्छ, नानीहरू हुनुहुन्छ, अलिकति वृद्ध अलिक उमेर पुगेको हुनुहुन्छ, आफ्नो जिम्मेवारी हजुर आफूलाई के अरे यहाँ छोड्नु नलागोस्, तल साउन्डबाट आएको छ। कोही उता पर
के अरे दक्षिणबाट आउनुभएको छ। र सबै हामी यहाँ बिचमा हामी भेला भएको छौँ। हाम्रो यो वर्षको एकपल्ट यो देउसी भैलो खेल्ने चाडबाड हो। यसमा हामी तपाईँहरू सबैजना हामी मिलेर चाहिँ के अरे रमाइलो गरौँ। अनि यसो के अरे 2-4 पैसा पनि हामीले यसो दक्षिणा पनि दिउँ भन्ने हेतुले हामीले यो देउसी भैलो पहिला पनि हामीले गरेको थियौँ। गएको साल त्यस्तै कार्यक्रम त्यस्तै भयो। त्यही भएर हामीले गएको साल गर्न सकेनौँ। त्यही भएर यसपालि पनि हाम्रो धेरै मान्छेहरू छामाया जानुभएको छ। आदि जस्तो मान्छेहरू हाम्रो अहिले त्यस्तै कारणवश कोही अब आफ्नो आफन्त त्यस्तै अब तलमाथि भएको, कोही नेपालतिर जानुभएको छ, आउनु सक्नु भएन। ठिकै छ, आफ्नो 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 ठाउँमा छ। त्यही पनि अब हामी सबैलाई के अरे समेटेर हामी जति यहाँ छौँ त्यतिले चाहिँ हामी रमाइलो गरौँ भन्ने बेला चाहिँ अब हामी सबैको धारणा छ, सबै रमाइलो गरौँ। अब अहिले कार्यक्रम अब धेरै छ। आशा छ तपाईँहरूले यो खानेकुरा पनि अब यो लिँदै गर्नु होला। कति लिनु भएको छैन, भर्खर भर्खर आउने पनि देखेको छु मैले। खानेकुरा लिनु होला। अरू कुराहरू अब अरू धेरै गर्नु भने अरू कुरा नि छ, धेरै छ, अहिले भने पनि आउँछ। तथापि जति हामी तपाईँहरू यहाँ भेला भएको छौँ रमाइलो गर्नु भन्दै मेरो यो 2-4वटा कुरा यहीँ अन्त गर्छु। धन्यवाद सबैलाई। शुभ दीपावली है त ल सबैलाई। धन्यवाद। धन्यवाद। हाम्रो ठाउँमा 2-4 कुरा भनेर स्वागत गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। उपाध्यक्ष पूर्ण गुरुङज्यू प्लिज यहाँ आएर स्वागत गरिदिनु होला हाम्रो पाहुनाहरूलाई। आज अध्यक्षको अनुपस्थितिमा मैले अध्यक्षता के अरे गर्नु पाउँदाखेरि खुसी लागेको छ। तपाईँहरू जहाँ जहाँ के अरे हामी अहिले टोटलमा हाम्रो गिन्ती अनुसार 85 जना छौँ। यो ठुलो ठुलो के अरे जनसङ्ख्या हो। हाम्रो सानो गाउँमा हामी यति टाढा भएर पनि हामी यसरी यस्तो ठाउँमा भेला हुनु के अरे टाढाबाट आउनु भएको छ। हामी यो हाम्रो पुरानो अर्गानिक देउसी राज्य बचाइराख्नुको लागि हामी जम्मा भएको छौँ। अनि हामी यति जति हामी छौँ त्यो चाहिँ हामी एकदमै नजिकको नाता हो। अनि अथवा एउटा गुठी अथवा हामी चिन्जान वरिपरिको सेवा समितिको मान्छेहरू हामी जम्मा भएको छौँ। त्यसले गर्दाखेरि आज तपाईँहरू आइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। अनि के अरे दिवालीको शुभकामना। अझै पहिले सबै कुराहरू हाम्रो महासचिव र वर्तमान को अध्यक्षज्यूले छलफल गरिसक्नुभयो। त्यसले गर्दाखेरि अब हाम्रो देउसी अर्गानिक देउसी सुरु हुन्छ। त्यसले गर्दाखेरि हामीले तयार गरिसकेका छौँ मान्छेहरू होइन। तपाईँहरू सबै पहिलेको हाम्रो पहिले देउसी गाउँमा देउसी कसरी खेलिन्थ्यो त्यसलाई नै हामीले चाहिँ क्लिक गरेर हामी रमाउँ। त्यही हो हाम्रो के अरे संस्कृतिलाई जगाउँ। अब हामी के अरे विदेशमा छौँ। जो एउटा तुर्की अहिलेको एउटा तुर्की व्यक्तिले भन्थे के अरे जो नाच्छ जो हाँस्छ उही धेरै बाँच्छ भन्थे होइन। त्यसैले हामी रमाउँ खुसी हौँ, यही हो। भोलि अब के भन्नु सकिन्छ। पहिले हाम्रो दाइहरू दिदीहरू कतिहरू हामी हिजो अस्ति जस्तो लाग्छ, कति घुमेर गइसक्ने, भोलि अब केही भन्नु सकिन्छ जिन्दगीको। त्यसले गर्दाखेरि हामी जम्मा हौँ, यसरी रमाउँ भन्दै अब मेरो शुभकामना र तपाईँहरूलाई सानो वक्तव्य यहीँ राख्छु। धन्यवाद। उपाध्यक्ष हुनुहुन्छ, आफ्नो आफन्तहरू हुनुहुन्छ, उहाँहरूलाई सम्झेर हामीले गर्न सक्ने नै उहाँहरूलाई सम्झना हो। त्यसैले गर्दा 1 मिनटको लागि यहाँ हामी टाइम सेट गर्दैछौँ। म स्टार्ट भन्छु र जब म धन्यवाद भन्छु त्यो कार्यक्रम सकिन्छ। यहाँ टाइम सेट भएपछि म स्टार्ट भन्छु। 1 मिनट सबैजनाले आफ्नो ठाउँबाट उभिएर कृपया मौन बसिदिनु होला। 3, 2, 1 स्टार्ट।
थ्याङ्क यू भेरी मच, धन्यवाद। तपाईँहरू आफ्नो स्थानमा बस्न सक्नुहुन्छ। अब हाम्रो पक्का कार्यक्रम सुरु हुँदैछ। औपचारिक कार्यक्रमहरू सकियो। अब चाहिँ हाम्रो अर्ग्यानिक कवि यहाँ हाम्रो उपाध्यक्ष आजको कार्यक्रमको अध्यक्षता गर्दै हुने काकाले पनि भनिहाल्नुभयो, अर्ग्यानिक देउसी कार्यक्रम सुरु हुन्छ। यसको लागि हामीलाई खासै ट्रेनिङको पनि आवश्यकता पर्दैन। हामीले ट्रेनिङ गरेको पनि थिएनौँ। हामीले पहिला धेरै यस्तो देउसीहरू धेरै वर्ष खेल्यौँ। अलिकति यसपालि चाहिँ अलिकति हाम्रो एक दुईजना अब म्युजिसियनहरू यहाँ उपस्थित नहुनाले बाँसुरीमा अलिअलि प्रब्लम होला कि जस्तो छ, तर केही छैन। तपाईँहरू हामीहरू मन खोलेर जे जस्तो जानेको होइन रमाइलो गर्ने हो। त्यसको लागि अब के कसरी गर्ने भनेर हाम्रो आजको संयोजक यहाँ बसन्त दाई हुनुहुन्छ, उहाँसँग आयोजन गरेर हामी सबैले बेसिकली यहाँ सबैजना जो सक्नुहुन्छ अब बुढाबुढी बाहेक यहाँ आएर एक ठाउँ जम्मा हुने हो। त्यसपछि यहाँबाट जम्मा भएपछि बाहिर जाने। हाम्रो दुबईमा देउसी त्यसरी नै खेलिन्थ्यो। अनि बाटो हिँड्ने भाका भन्ने गीत हुन्छ, गीत गाउँदै नाच्दै भित्र आउने। आएपछि अनि फेरि यहाँ भयङ्कर घुनाहार तरिकाले देउसी खेल्नुपर्छ। के कसो गर्ने हो भनेर भनिदिनुको लागि बसन्त राई गुरुङलाई यहाँ आएर सुरु गरिदिनु होला। यहाँ दाजु के गर्ने ल आउनुहोस् यहाँ गर्छौँ। अनि त्यसपछि डिनरको व्यवस्था छ। त्यसपछि फेरि देउसी कन्टिन्यू हुन्छ। त्यो नै हो हाम्रो कार्यक्रम। तर देउसी खेल्नको लागि अलिअलि भए पनि हामीले अलिकति गीत गाउनुपर्छ, नाच्नुपर्छ र अलिकति अर्गनाइज हुनुपर्छ। त्यसको लागि हामी यहाँ अब सबैले मिलेर गर्नुपर्छ। तैपनि दाई हुनुहुन्छ हाम्रो दाई, उहाँ चाहिँ एकदम भेटरान हुनुहुन्छ। वर्षौँदेखि देउसी खेलाउँदै र खेल्दै आउनुभयो। उहाँले जे भन्नुहुन्छ तपाईँहरू सबैले त्यो मानिदिनु होला। कृपया अघि सक्यो भने फेरि भन्दैछ यार ल त्यो ठिकै छ। अब हामी जम्मा भएकै देउसी भैलो खेल्नुलाई हो आज होइन त। अब खेल्नु त पऱ्यो नि त। आएपछि फेरि भरे दुपन गर्न खेलेन भनेर अब कार्यक्रम के हुन्छ भने भरे फेरि मान्छे छुट्छ कि पहिला यसो गरौँ है, पहिला एउटा तस्बिर लिउँ ल सबैको यहाँ है। अहिले भरे फेरि मान्छे कोही अब अगाडि जाँदाखेरि भरे सुन्छ र सबैको तस्बिर लिउँ यहाँ अघि। अब अलि अशक्तहरू केटाकेटी बुढाबुढी अगाडि कुर्सीमा बस्दिनु होला। हामी अलिकति यसो बाङ्गे टुङ्गे भयो भने अब एकछिन भेट है मान्छे राम्रो नि त एकछिन सिद्धिनु है फेरि बसेको बेला हेर्नु मान्छे भेला पारेको क्या यहाँ त आउँदैन भन्छु हामी है रामसाइलो। अब हामी यहाँ मेरो त जाडो भयो। मेरो जोडी कोही छ ठुलेले गर्नु कोल्डा खान्छ नि अगाडि आउनु त कोल्डा खान्छ अलिअलि आउँछ नि कोल्डा कान्छ कहाँ गयो कहाँ म्युजिक
मात्र खिच्नु पर्छ। फोटो गिराने
दाइको नातिनी मेरो छोरी बुहारी बडा दोर्जी बडा बडा अरू जेठी नातिनी कान्छी नातिनी बुहारी जेठी कान्छी नातिनी दाइको अलि लगाइदिनु पर्ने अलि दिदीले थोरै भयो के अहिले फर्स्ट थियो त्यो खाने
नम्बरै पैसा पैसा भित्र हाल्दैछ म टिपिदिनु पर्यो भनेर Thank you.
के भयो यहाँ हाम्रो मालाको पनि छ माला मान्छे खरिदे के मालाको त यस्तो प्लास्टिक छ नि खै तपाईहरु आके त माथि छ नि मात्रै अघि माथि गर्न फेरि पाला आइ क्या फेरि चिलायो हेर कि त पैसा नै क्या फेरि भाल्ने मनी बुढी हो यो अर्को कार्यक्रम छ हामीले यहाँ नवविवाहित तथा कुनै
कुनै त्यस्तो किसिमको उल्लेखनीय कार्य गर्नेहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ। अब एकैछिन हल्ला नगरिकन बस्दिनु होला। त्यसपछि आमाको बधाई तथा स्वागतको कार्यक्रम छ। अब हाम्रो अर्को कार्यक्रम बधाई तथा स्वागतको कार्यक्रम छ। एकैछिन हल्ला नगरिकन बसिदिनु। बसन्त गुरुङ दाजु पनि यहाँ आइदिनु होला प्लिज। बसन्त गुरुङ दाजु यता आउनुहोस् त। एकजनाले खाता लगाइदिने, त्यहाँ एकजनाले फुल दिने, अनि एकजना ल यहाँ अब खातालाई कार्यक्रम हुँदैछ। यो चाहिँ नवविवाहित दुला दुलहीहरू हाम्रो अबुल गुरुङ र अनिसा गुरुङ। तपाईँहरूको उत्तर प्रगति होस् अनि वैवाहिक सम्बन्ध जन्मसम्म तपाईँहरूको भइराखोस् होइन। अनि हाम्रो फेरि अर्को यहाँ पूजा गुरुङ, कुजेश्वरी गुरुङ र गोपाल गाजी गुरुङ। हामीले चाहिँ नवविवाहित जो पनि हाम्रो समाजको नवविवाहित दुला दुलहीलाई चाहिँ कोतीमा र खुकुरी दिएर स्वागत गर्छौँ। त्यो कार्यक्रम यहाँ हुँदैछ। पूर्ण गुरुङले एउटा अबुल भान्जालाई दियो। त्यसपछि अब अर्को हाम्रो गोपाल गाजी गुरुङलाई उसको ल्याउनुहोस्। गोपाल गाजी गुरुङलाई पनि उपाध्यक्ष ताली बजाइदिनुहोस् प्लिज। गोपाल गाजी गुरुङलाई पनि एकदम वैवाहिक जीवनको शुभकामना। तपाईँहरूको एकदम राम्रो होस्, जीवनभरि माया बसिराखोस्। अब यसपछि चाहिँ हाम्रो समाजमा एकदम उच्च एचिभमेन्ट अथवा एकदम राम्रो अब अहिलेसम्मकै यहाँ भन्दाखेरि यहाँ हाम्रो दाजुले भनिदिनुहुन्छ कि ल यहाँ हाम्रो पूर्व अध्यक्षज्यूले अलिकति भूमिका बाँध्दै हुनुहुन्छ। उहाँबाट सुनौँ है त। तपाईँहरू एकछिन हल्ला नगरेर यहाँ सुनिदिनुहोस् है। यो चाहिँ अलिकति हाम्रो राम्रो एकदम के अरे सम्मान कार्यक्रम हुँदैछ अहिले चाहिँ। अब हाम्रो त्यो नयाँ दुला दुलहीको भयो, तपाईँले सुनिदिनु होला। अब चाहिँ हाम्रो अहिले एकदम हामी अलिक आर्मीको भएको मान्छे चाहिँ अलिकति थाहा हुन्छ है। त्यो पनि तपाईँहरू सुन्नु। यहाँ तपाईँहरू सबै यहाँ आर्मीको बच्चा बच्ची हो हामी सबै। त्यसले अहिले हाम्रो राहत बेसेर फेरि समाज युकेको चाहिँ अहिलेसम्ममा एकदम माथि उच्च तहमा चाहिँ पुग्ने हाम्रो भान्जा हुनुहुन्छ। हाम्रो चेलीको सोल्टिनीको छोरा हुनुहुन्छ उहाँ है। किनभने उहाँ चाहिँ अवतार श्रेष्ठ हुन्छ, अहिले लेफ्टिनेन्ट कर्नल हुनुहुन्छ। एकदम उहाँहरूको चाहिँ एकदम हामी रावत बेसेको समाज शेर्पा समाज चाहिँ लागि चाहिँ उहाँहरूको एकदम प्रगति अनि उहाँहरूको एकदम अब आगो भनौँ एकदम राम्रो सफल भएको कारण हामीले एकदम उहाँहरूपछि एकदम धेरै हाम्रो बधाई अनि शुभकामना दिन चाहन्छौँ। अझै पनि हामीलाई धेरै उन्नति प्रगति गर्दै जाओस्। एकैछिन है। अनि एकैछिन एउटा कुरा सुन्नुहोस्। उहाँको विषयमा चाहिँ अलिकति छोटो सायरी पनि आउँदैछ। सानो मिसेस सानो हजुर गुरुङबाट ध्यान दिएर सुन्नु चाहिँ एकदमै चोटिलो छ। छोटो तर चोटिलो है। यहाँ हाम्रो बाबुले पाउनु भएको कर्नेल ओमान, यहाँ हाम्रो बाबुले पाउनु भएको कर्नेल ओमान, उहाँ हुनुहुन्छ हाम्रो दुबेको सान। कस्तो खतराको होइन सुन्नुभयो हो। ल अब काका प्लिज खाता लगाइदिनु होला। अवतार श्रेष्ठ अनि
रश्मिता गुरुङ श्रेष्ठ त्यसपछि यो काका यो मुरी मुरी बधाई बाबु यस्तै उन्नति प्रगति सुनिराख्न पाऊँ हाम्रो नानीहरूको सधैँ फुलोस् फलोस् सधैँ सधैँ उत्तरोत्तर प्रगतिको कामना अनि नवदम्पतिहरूलाई पनि घुम्ने क्रममा भिजिटको क्रममा हुनुहुन्छ हाम्रो भाउजूलाई पनि यसरी टाढोदेखि आइदिनु भएको यो मौका पर्यो त्यसको लागि हामी यहाँ स्वागत गर्नलाई बोलाउँछु नाम चाहिँ ठुल्नानी आमा जस्तो लाग्छ दुर्गा माया गुरुङ यहाँ आउनुहोस् राइट अनि धीरज गुरुङ सन्तोष गुरुङ सन्तोष अनि हाम्रो सन्तोष पनि टाढोदेखि आए पनि होइन यहाँ घुम्नको लागि आएको ऊ चाहिँ पोर्चुगलमा बस्छ घुम्ने क्रममा यहाँ घुम्ने क्रममा आएको छ तर ठ्याक्कै एउटा मौका दुर्गा देवी गुरुङ ठुलो नानी आमा है शम्भु दाइको विशेष शम्भु गुरुङ अनि सन्तोष गुरुङ भतिज चाहिँ पोर्चुगलबाट आएको त्यसपछि यहाँ हाम्रो यहाँ धीरज गुरुङ नयाँ सदस्य हुनुभएको एकदम थ्याङ्क यू भेरी मच उपस्थिति भइदिनु भएकोमा अनि त्यसपछि यहाँ चाहिँ सलिना तामाङ भान्जीलाई पनि आज यहाँ आएर कार्यक्रममा उपस्थित भएर रमाइलो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद त्यसपछि सृष्टि राई भान्जीलाई पनि धेरै धेरै धन्यवाद आज आएर यहाँ रमाइलो गरिदिनु भयो रमाइदिनु भयो थ्याङ्क यू भेरी मच अनि त्यसपछि चाहिँ सबिना तामाङ भान्जीलाई पनि थ्याङ्क यू भेरी मच एक दुईवटा फोटो ल्याएपछि तपाईँहरू आफ्नो ठाउँमा गएर बस्न सक्नुहुन्छ है त त्यसपछि आज्ञा गुरुङ र अपेक्षा गुरुङ यहाँ आउनुहोस् त तपाईँहरूलाई पनि यसपालि हाम्रो कार्यक्रममा आएर रमाइलो गरिदिनु भएको र रमाइलो गर्नुभएकोमा धेरै धेरै धन्यवाद काका यहाँ हाम्रो उपाध्यक्षबाट खाता लगाएर स्वागत गर्ने कार्यक्रम हुँदैछ खै नानीहरू खै आज्ञा गुरुङ र अपेक्षा आज्ञा गुरुङ र अपेक्षा गुरुङ नानीहरू यहाँ आउनुहोस् आउँदैछ ओम गुरुङ र ल नानीहरूलाई पनि यहाँ आएर रमाइलो गरेकोमा धेरै धेरै धन्यवाद यो कल्चर हो तिमीहरूले सिक्नुपर्छ हामी पछि तिमीहरूले निरन्तरता पनि दिनुपर्छ हाम्रो समाजलाई हामीलाई आशा छ यस्तो भविष्यको कर्णधारहरूले निरन्तरता दिन्छ भनेर सबैभन्दा पहिला ओम गुरुङलाई खाता लाएर स्वागत गरिदिनु होला काका उपाध्यक्ष ल ओम गुरुङ धन्यवाद भतिजीलाई त्यसपछि अपेक्षा गुरुङ यता नानुलाई पनि थ्याङ्क यू भेरी मच आउँदै गर्नु है नबिर्सिनु त्यसपछि यहाँ आज्ञा गुरुङ नानु थ्याङ्क यू भेरी मच नानीलाई पनि बाबासँग आउँदै गर्नु सिक्दै गर्नु हाम्रो यो कल्चर हो तिमीहरू आइदिएकोमा धेरै धेरै धन्यवाद एक दुईवटा फोटो खिचिदिनुहोस् त यहाँ
पाखैमा मलाई लैजाऊ है जाने बेलैमा इन्दिरा जाने बेला भइगयो इन्दिरा आए पाखैमा तपाईँसँग त हामीले बाटो हुनुपर्छ होइन हाल्नुपर्छ पैसा होइन त्यसो होइन क्यास छैन भन्छ कि उता लिएर आउने क्या अर्को त्यो मेसिन लिएर आउने क्या अर्को होइन त्यो कार्ड पनि चल्ने खालको ल्याउनुपर्छ होइन सोल्टी अर्को साल चाहिँ खालि क्यास छैन भन्छ कार्ड ल्याएपछि त नि लु चल्नु न लु यहाँ तेल लाउनु पर्ने नि त होइन अर्को साल चाहिँ Oh, I don't know.
Hey,